प्रधानमन्त्री बालेन शाह दाँत सम्बन्धी समस्याका कारण उपचारका लागि प्रहरी अस्पतालमा पुगेका छन्। प्रहरी अस्पतालमा एक अधिकारीका अनुसार दाँतमा समस्या देखिएपछि प्रधानमन्त्री शाह उपचारका लागि अस्पताल गएका हुन्। उनले अस्पतालमा दाँतको परीक्षण गराएका छन् र आवश्यक उपचार प्रक्रिया अघि बढाइएको छ। बालेन सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई अस्वीकार गरेका छन्। उनले राप्रपालाई आफूहरूले कुनै धोका नदिएको स्पष्ट गर्दै भविष्यमा अझै धेरै राजनीतिक सहकार्य हुने सम्भावना रहेको बताएका छन्। उपसभामुख चयन प्रक्रियामा रासपाबाट धोका भएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले असन्तुष्टि व्यक्त गरेका थिए। सोही विषयमा प्रतिक्रिया दिँदै लामिछानेले यस आरोपको खण्डन गरेका हुन्। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहिबार नयाँ मूल्य सार्वजनिक गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 17 रुपियाँ र डिजेल मट्टीतेलमा 25 रुपियाँले वृद्धि गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको स्थायी सरकार आएसँगै विश्वका धेरै देशमा मदिरा तथा पेय पदार्थ उत्पादन र वितरण गर्दै आएको कार्लसबर्ग ग्रुपका शीर्ष अधिकारीहरूले नेपालमा थप 10 अर्ब लगानी गर्ने प्रतिबद्धता दिएका छन्।